हामी कहाँ सुरु गऱ्यौँ अब? अहिले समुद्रमा छौँ। अब यहाँ ज्याकेट लाएर यो बोटमा हामी उता पछाडि देखाउनु होला। उता पछाडि जस्तै भाग्यो हो। त्यसरी भाग्यो हो। त्यो भाग्दा त खिच्न मिल्दैन होला है? भाग्दा मिल्दैन होला। है स्पिडमा हुन्छ होइन? त्यो खोज्न मिल्दैन होइन? बताए भन्न ओए विष्णु यता हेर्दा फोटो खिच्छ हामी केमा बोटिङमा होइन? बोटिङ पान्जाज होइन? ये चलन्जेल ये स्टार्ट नहुन्जेल गरौँ होइन? होइन स्टार्ट नहुन्जेल सुरु भयो। बन्द गरौँ त्यसलाई अहिले ल यता हेरे बिस्तारै है अलिक फास्ट भन्ने बेलामा भन्नु होला भाइ। म युट्युबमा राख्छु कि ठिक त आएन भने छोडिदिउँ गाना भन्दा नि यतै मनोरञ्जन फास्टै कुदाउनु त तपाईँको हातमा त हो नि। बिस्तार पनि गर्न पाइयो नि होइन? होइन बोटिङमा छौँ है हामी बोटिङमा।
मोटर गाडीमा ओ बोटिङ हामी बोटिङ गरिसकेपछि फेरि माथिबाट कस्तो देखिन्छ बोटिङ अरूले गरेको भन्ने हेर्दैछ होइन बोटिङ गरियो इन्जोय नै आयो पानीमा सुरुमा बिस्नीले त्यहाँ के अरे ढुङ्गामा सुरु गराएको थियो कहाँ सौरामा त्यसपछि गरियो पोखरामा त्यसपछि फेरि अस्ति पोखरामा गरियो त्यसै अब यहाँ त यो त पुरै भएन रेलै भयो रेलमै भयो मिनी रेलमा हो पोखरा नि यस्तै त्यो वाला गर कति छ त्यो 4-5 जना भयो राम्रै हुँदैछ यहाँ नारायणको तिरमा छौँ अहिले ठ्याक्कै अहिले 5:15 भयो घाम एकदम घाम यस्तो त्यसो गरेर यसरी हामी घाम देखाउँछौँ यसरी देखाउँछौँ ल्याइछ त्यहाँ त घाम देखिन्छ यसरी हाल्छ हेऱ्यो के छ प्रतिक्रिया एकदम इन्जोय 2082 इयर होइन केही छ र भन्नु पर्ने कुरा होइन सबै इन्जोय भनेपछि सबै कुरा मिल्यो इन्जोय फ्यान्टास्टिक समय रिक्सीमा पनि हिँडेको छौँ हामी रिक्स नभए त कहिले बाँदरसँग लड्ने हिँडेको छ कहिले बाघसँग लड्ने हिँडेको छ रिक्समा कहाँ रमाइलो कहिले गैँडासँग राति गैँडालाई छोप्ने हिँडेको छ यो के गर्ने जस्तो रिक्स थ्रो रहेछ जे पनि गर्नु पाइन्छ आधा शताब्दी लाउने बेला यो आधा शताब्दी क्रस गर्नु भयो लाउनु लागि सक्नु म 44 तिर छु अहिले उमेरको कुरो होइन उमेर होइन हामी सबै साइलो हिसाबले माइलो म त्यहाँ त जेठो हामी यस्तो यो ठ्याक्क 40 भन्दा माथि भन्ने गरी 40 भन्दा माथि भन्ने कुरै छैन असम्भव त्योभन्दा तल मिलाएर यो जेठो म साइलो जेठो जान्छु ठिक छ होइन अब घामतिर जानु चिसो लिएर अब घाम हेर्ने घाम कहाँ हो भने सूर्य भगवान जानु भयो फेरि हेर्ने घाम कहाँ देखिन्छ हेर्ने यहाँ आएर त घाम कहाँ देखिन्छ टिक्टिक हेर्ने घाम कहाँ देखिन्छ ल यसो गर है यस्तो छोप्छ है ल ट्याक्कै छु घामै हो घाम सूर्यास्त हुनु लाग्छ ल अझै देखेन होइन टाढा भयो यहाँ यसलाई फेरि सेल्फीमा यहाँ छ त त्यो छोटो सर्टको चाहिँ 2-4 सर्ट यहाँ घुमाउँदैछ नि यहाँनिर भित्र छन् घाम लामो चाहिँ बढी हो यहाँभित्र छ के भरे छोटो खेल्ने नि 2-4 फेरि घुमाउँदैछ अब यसरी तानेर खिच्नु भिडियो के अरे युट्युबमा हाल्दा यसरी खिचेर मात्रै हुन्छ कि ठाडो खिच्यो भने फेरि त्यो ठाडो बिजा आउँछ
यति नै स्पिड गरेर अझ बढी सामान्य अझ बढी के रकेट रकेट अझ बढी के नारायणीमा थाइल्यान्डमा खेल्थेँ कि नारायणी थाइल्यान्डमा ठिक छ होइन अहिले घाम डुब्न लागेको देखिन्छ घाम नारायणी ल बोटिङ अगाडि बसेर मजा इन्जोय लिने यो उमेरमा भनेको 40मा यति हेन्डसम हुनुपर्ने रात चाहिँ पानी धेरै खाने अनि एक्सर्साइज धेरै गर्ने त्यति हो के छ मोटाउनुको कारण के भन्ने धेरै सुत्ने भात धेरै खाने एक छक खाने है भात खाने दुई छक खाने धेरै सुत्ने आनन्दमय जीवन बिताउने रमाइलो गरेर कन्टिन्यू छ अहिले भिडियो नारायणी नदीको किनारमा विशेष गरी किसिमको मेला जस्तै छ यतातिर मेला लागेको यहाँ चाहिँ भर्खरै खेल्ने कार्यक्रम यो अविस्मरणीय क्षणलाई दुई शब्दमा यो त कल्पनै नगर्ने भयो आज हिजोदेखिको हाम्रो विभिन्न किसिमको भिडियो देखिरहेको छ नि यो त च्यालेन्जिङमै च्यालेन्जिङ कहिले बाक्समा सुत्न जाने समय कहिले यहाँ नारायणीमा होइन बोटिङमा फर्स्ट टाइममा टेटे गरेर हिँड्ने अनि यो त हाम्रो त पुरै अब सुनिए छ यो त हो यो सबै भुलिया पनि भुलिँदैन कहिले हिजोको चित्र यो चित्त यो थाइल्यान्ड जानै पऱ्यो नि यहाँ समुद्रको मलाई बताइदिए के छ अहिले भर्खरको आनन्दको क्षण रमाइलो अहिले त दाजुभाइ समय भेटिनु रमाइलो त्यसपछि विभिन्न ठाउँमा गएर दृश्य अवलोकन गरेर रमाइलो त्यसपछि अब यसरी घुमफिर गरेर फेरि चाहिँ अब आफ्नो गन्तव्यमा जानुपर्ने कुराहरू पनि छन् पारी देखाउ त बाबु उहाँ पनि जाने भन्ने कुरो हाम्रो छ अझ केही कार्यक्रम छ अर्कोचोटि फेरि बाँकी राख्नु पऱ्यो नि त अर्कोचोटि बाँकी राख्नु पऱ्यो नि त त्यसलाई अर्को के बाँकी राख्नु पऱ्यो नि त्यसलाई हाम्रो टार्गेटले यो सन्ध्याकालीन पगरीमा सूर्यदेव पनि आज विश्राम लिन खोज्दै हुनुहुन्छ। यो नारायणीको माहौल अहिले त हामी आउँदा खाली थियो अहिले त गर्मी पनि थियो अहिले शीतलो भयो होइन
सबै मान्छेलाई यहाँ विदेशी साथी पनि आउनुभयो मतलब पानी